हेलो साथीहरू, नमस्ते, गुड मर्निङ, हेलो गाइस। मेरो फेसबुकमा हुनुहुने साथीहरूलाई सम्पूर्णलाई गुड मर्निङ, नमस्ते सबैजनालाई। हामी चाहिँ अब फेरि ड्युटी जान लागेछौँ। ड्युटी भन्दा पनि काम, ड्युटी भन्ने भयो, काम भन्ने भयो। अनि एउटै बिचरा मेरो बहिनीलाई जाडो लागेको छैन कानमा। मलाई फेरि जाडो लागेर रुमालले सोरेर गर्न सकेन भने एकदम जाडो हुन्छ मलाई। हामी चाहिँ अब काममा हिँडेको साथीहरू। अनि यस्तै छ साथीहरू। ओ बहिना, किन नबोलेको? मसँग रिसाएको हो? ल, चिसोल बोल्न मन लाग्छ छैन रे कि मसँग रिसाएको र? सिगान फालर गयो नभए एउटा डब्बामा कट्ठा गरेर साथीहरू, रुगा लागेर छोड्दैन यो रुगाले गरे। चिसो छ धेरै। हजुरहरू पनि नानो नानो कपडा ओढेर बस्नु होला अनि आफ्नो ख्याल गर्नु होला। हामी चाहिँ अब यो भिर पाखा, यो वन पाखा, यो जङ्गलले छोडिन साथीहरू। हामीले पनि छोडिनौँ। लाइक गर्नु, कमेन्ट गर्नु, फलो गर्नु, बनाऊँ भने न कतिपल्ट भन्नु अनि सम्पूर्णलाई धेरै धेरै माया छ मबाट। हजुरहरूले पनि मलाई माया गर्दै गर्नु होला। अब हामी चाहिँ हिँडेको साथी, हिँडेको जङ्गल देखेर पनि डरै लाग्छ। माथिबाट भालु आउने हो कि भनेर। साँझ झलपर जान्छ यहाँ यो बाटो जानै। अनि यो यति अँध्यारो जङ्गल छ। 5 बजे रातपुर जान्छ साथीहरू आजभोलि। यो जङ्गल देख्दाखेरि त मलाई त भालुले आइजान्छ कि माथि भन्ने जस्तो डर लाग्छ। तर हाम्रो किस्मतमा त्यस्तो त छैन होला जस्तो पनि लाग्छ। बाई साथीहरू, बाई।